नमस्ते, म डाक्टर राम। आज एकदम महत्त्वपूर्ण कुरा गर्न जाँदैछौँ, जसलाई हामीले जापानी एन्सेफलाइटिस भन्ने तपाईँले सुनिरहनु होला। मलेरिया, डेङ्गी त सुन्नुभयो, जापानी एन्सेफलाइटिस सुन्नुभएको छैन यो कुरा तपाईँले भन्नु होला है त। अहिलेको समयमा हालैसँग पछिल्लो समयमा हेर्दाखेरि 3 जनाको मृत्यु र 33 जनामा चाहिँ जापानी एन्सेफलाइटिस भन्ने एउटा भयानक रोग देखिएको छ। अब यो तपाईँको पछिल्लो 10 दिनको अवधिमा चाहिँ यति समय भइसकेको छ। हामी कुरा गर्न जाँदाखेरि चाहिँ कतिजनामा जापानी एन्सेफलाइटिस देखिसकेको होला, कतिजनाको मृत्यु भइसकेको पनि होला। अब नेपाल विभिन्न भागमा एकदम बढ्दो क्रममा छ। अब म आफै चितवनमा भएकाले चितवनमै हेर्दाखेरि चाहिँ एकदम रूपमा यो सरकारी हस्पिटलमा यो के अरे आय मेडिकल कलेज, भुटान मेडिकल जस्तो लिएर प्राइभेट हस्पिटल धेरै थुप्रै हस्पिटलमा चाहिँ एकदम केस धेरै रिपोर्ट भइरहेको छ जापानी एन्सेफलाइटिस। अब यो किन यस्तो बढिरहेको छ त्यसको बारेमा चर्चा गरौँ। सर्वप्रथम त जापानी एन्सेफलाइटिस भनेको के हो त्यो बारेमा जान्न जरुरत छ है त। जापानी एन्सेफलाइटिस मस्तिष्कको संक्रमण हुने लामखुट्टेको टोकाइबाट हुने एउटा भयानक रोग हो है त। यो जुनसुकै उमेर समूहलाई पनि लाग्ने गर्दछ। हामीले हस्पिटलमा धेरै उमेर समूहको व्यक्तिलाई पनि यो लागेको देखिएको छ है त। अब खासमा भन्नुपर्दा त 15 वर्ष मुनिका बालबालिकालाई हुने गर्दछ भन्ने गरिन्छ त। तर उमेर त जुनसुकैलाई पनि भएको देखिएको छ है त। अब यो किन यो समयमा बढ्दै गएको छ? अब यो खासमा हुने भनेको चाहिँ बर्खायामको समयमा ठ्याक्कै भन्नुपर्दा चाहिँ साउनदेखि कार्तिकको समयमा चाहिँ तपाईँको यो बढ्दो क्रममा रहेछ। पछिल्लो वर्ष पनि यस्तै थियो, अहिले चाहिँ एकदम धेरै भइरहेको देखिएको छ है त। यो लामखुट्टेको टोकाइबाट हुने गर्छ। तपाईँले अब यो क्युलेक्स नामक भन्ने एउटा लामखुट्टे हुने गर्दछ, जसले चाहिँ अब टोकेपछि लाग्ने गर्छ। अब लामखुट्टेले भाइरस कहाँबाट ल्याउँछ त त्यो जान्न जरुरत छ है त। हामीले घर वरिपरि कुखुरा, हाँस, घोडा, त्यसपछि साथै चराचुरुङ्गीहरू टन्ने पाल्ने गर्दछौँ है, अथवा छरछिमेकमा पनि होला। अब यदि त्यसमा चाहिँ तपाईँको भाइरस छ, जापानी एन्सेफलाइटिस भन्ने भाइरस छ भने लामखुट्टेले त्यो हाँस, कुखुरा, घोडा, चराचुरुङ्गीहरूलाई टोक्न पुगेमा र त्यसले हामीलाई टोकेमा चाहिँ त्यो भाइरस हाम्रो शरीरमा प्रवेश गर्दछ र त्यसले हामीलाई एकदम गाह्रो बनाउँथ्यो। अब गाह्रोको रूपमा के गराउँछ त्यो लक्षण हेर्नुपर्दा चाहिँ अब केही समयमा चाहिँ टाउको अत्याधिक दुख्ने है त, अनि ज्वरो एकदमै हनन ज्वरो आउने, घाँटी अररो हुने, हातखुट्टा अररो हुने होइन। त्यसपछि गएर चाहिँ अब ज्वरो आएको केही समयपछि होसहरू कम हुँदै जाने, मान्छे नचिन्नेदेखि लिएर चाहिँ बेहोसी अवस्थामा हुने, सास फेर्न गाह्रो भएर कति त भेन्टिलेटरमा गएको पनि देखिएको छ। कतिलाई चाहिँ तपाईँको पक्षघात यानि कि प्यारालाइसिससम्म भएको पनि देखिएको छ है त जापानी एन्सेफलाइटिस। त्यसैले भयानक रोग। अब कति मान्छेमा चाहिँ भेन्टिलेटरबाट नफर्केर मृत्यु भएको देखेको छ, अनि कति मान्छे भेन्टिलेटर फर्किहाले पनि पछिल्लो समयमा चाहिँ बौद्धिक अपाङ्गतादेखि लिएर थुप्रै त्यो दिमागलाई त असर गर्यो, त्यो ठाउँ त मर्यो नि त। अब त्यसले गर्दाखेरि चाहिँ पछिल्लो समय पनि उसलाई पहिलाको जस्तो अवस्थामा नहुने, कति अपाङ्गता जस्तो रूपमा पनि बौद्धिक अपाङ्गता जस्तै अरू थुप्रै अपाङ्गताको रूपमा पनि देखेको पाइएको छ है त। अब यो यस्तो छ। अब यसबाट बच्न सक्ने उपायहरू भनेको के हो त भन्दाखेरि लामखुट्टेको टोकाइबाट बच्ने। सिम्पल छ कुरा भन्दाखेरि चाहिँ है त। तर लामखुट्टेको टोकाइबाट बच्नको लागि सर्वप्रथम लामखुट्टेको बिगबिगा त कम गराउनु पर्यो नि त है। त्यसको लागि चाहिँ वरिपरि खाल्टोखुल्टी पानी जम्मा भएको छ, क्यानमा, टायरमा, बक्स, गमला यता छ, त्यो सबै पानीहरूलाई डिस्कार्ड गर्ने, फाल्ने होइन। अथवा खाल्टोखुल्टी पुर्दिने, जसले गर्दा क्युलेक्स नामक मस्किटो तपाईँको ब्रिड हुनै पाएन, पस्न पाएन नि त होइन। अब अर्को भनेको चाहिँ तपाईँको के भन्छ, घर र तपाईँको हाँस, कुखुरा, घोडा, चराचुरुङ्गी तपाईँ जति पाल्नु भएको छ अथवा नेबरले पालेको छ भने आफ्नो घरदेखि अलिक टाढासम्म चाहिँ घरबाट टाढा राख्ने के। अनि अर्को भनेको चाहिँ तपाईँ खेतमा काम गर्न जाँदैछन्, लामबाउले कपडाहरू लगाउने। अहिले त तपाईँ उसमा पनि पाइन्छ नि, के अरे क्रिमहरू पाइन्छ, लामखुट्टे भगाउने क्रिमहरू, त्यस्तो धुपहरू बाल्न सकिन्छ लामखुट्टे टाढा रहनको लागि त। अब घरमै हुनुहुन्छ भने चाहिँ तपाईँको झ्यालढोकाहरू बन्द गर्ने भन्दा नि झ्यालढोकामा चाहिँ जाली राख्ने, राति सुत्दाखेरि पनि झुल लगाएर सुत्ने होइन। यो गर्नु भने तपाईँले एकदम यो जापानी एन्सेफलाइटिसबाट बच्न सक्नुहुन्छ है त। अनि अर्को भनेको चाहिँ तपाईँको बालबालिका हुनुहुन्छ भने 12 महिनाको उमेरमा लगाउने जापानी एन्सेफलाइटिसको खोप पनि लगाउने। यदि बिर्सिहालेमा पनि 5 वर्षको उमेरसम्म पनि लगाउन सकिन्छ है त। यति गर्नाले चाहिँ जापानी एन्सेफलाइटिसबाट बच्न सक्ने हामीले भरिपूर्ण काम गर्छौँ है त। अब यो एकदम कति मान्छेमा जनचेतना छैन है त। अब त्यही भएर यो तपाईँले भिडियो चाहिँ तपाईँले सेयर गर्नु र जापानी एन्सेफलाइटिस भनेको यो हो, यस्ता लक्षण देखिँदो रहेछ है। अब यस्तो भयो भने उपचार गर्ने है, र यसबाट बच्न सक्ने उपायहरू के हो यो बारेमा जानकारी गर्नको लागि भिडियो पक्का सेयर गर्नु होला है त। हस्त, धन्यवाद।